हामी नेपालीहरूमा प्रजातन्त्रप्रति एउटा ठुलो भ्रम सिर्जना गरिएको छ अथवा हामी आफैले त्यो भ्रम पालिराखेका छौँ कि प्रजातन्त्रमा कुनै एउटा शासक आउँछ र त्यो शासकले देशमा आमूल परिवर्तन ल्याउँछ, देश विकास गराउँछ र हामी सुख सयलको जिन्दगी बिताउनेछौँ। तर वास्तवमा प्रजातन्त्रमा कुनै शासक आउनेवाला छैन। प्रजातन्त्रको अर्थ के हुन्छ? जनताले जनताद्वारा जनताकै लागि बनाइएको सरकार भन्ने हुन्छ। यहाँ कुनै शासक हुँदैन। जबसम्म जनताले यो कुरा बुझ्दैनन्, जनता आफै सक्रिय हुँदैनन्, जनता आफै सृजनशील हुँदैनन्, तबसम्म कुनै पनि शासक यहाँ आएर आमूल परिवर्तन ल्याउनेवाला छैन। प्रजातन्त्रमा वास्तवमा जनता आफै शासक हो अथवा बहुमतले जुन सरकार बनेको हुन्छ, जसबाट कानुनहरू बन्दछन्, जसले देशको प्रणाली निर्माण गर्दछ, त्यो स्वयं जनताले नै चुनेर पठाएको हुन्छ। तर यहाँ भाष्य के हुन्छ भन्दाखेरि कुनै शासक छ। शासक यहाँ कुनै पनि कोही पनि होइन। हामीहरू मध्येबाट कतिले म जान्नेछु, म प्रणाली चलाउँछु भनेर प्रस्ताव राख्छन्, आफ्नो घोषणा पत्र देखाउँछन्, हामीलाई यो काम गर्नेछु भनेर हामीलाई कन्भिन्स गराउँछन्। त्यसपछि हामीले भोट हाल्छौँ अथवा हामी स्वयं आफैले म जान्नेछु, म प्रणाली चलाउँछु भनेर आफू स्वयं घोषणा पत्र बनाउँछौँ र अरू जनताहरू समक्ष जान्छौँ र उनीहरूले भोट हालेर हामीलाई जिताउँछन्। यसरी आपसी समन्वयमा हामीले निर्वाचनको प्रणाली मार्फत सरकारको सिर्जना गर्दछौँ। सरकारमा गइसकेपछि, चुनाव जितिसकेपछि कोही शासक हुँदैन। यहाँ ऊ पनि जनता नै हुन्छ। उसले बनाएका कानुनहरू, सरकारले बनाएका कानुनहरू, प्रणालीहरू सबै उसमा पनि लागू हुन्छ, चाहे त्यो संसद होस्, मन्त्री होस् अथवा प्रधानमन्त्री नै किन नहोस्। सरकारमा रहेका हर कोही उनीहरूले गर्ने हर कार्यप्रतिको जिम्मेवार हुन्छन्। उनीहरूलाई कानुनी रूपमा उनीहरू बाँधिएका हुन्छन्। यदि उनीहरूले कानुनको पालना गर्दैनन् र जिम्मेवार बन्दैनन् भने उनीहरूलाई त्यहाँबाट फिर्ता बोलाउने अधिकार स्वयं जनतामा नै हुन्छ। जस्तो आवधिक निर्वाचन हुन्छ 5-5 वर्षमा, अथवा जनताले चाह्यो भने मध्यावधि निर्वाचन पनि गराउन सकिन्छ। जसरी भदौ 23-24को आन्दोलनपछि नेपालमा मध्यावधि निर्वाचन भएर अहिले जुन सरकार बनेको छ, त्यो जनताले नचाहेपछि त्यसरी बिचमै सरकारलाई पदच्युत गराएर नयाँ सरकार पनि चुन्न सक्ने अधिकार हुन्छ। यो प्रक्रिया यसरी हुन्छ कि जनता स्वयं आफै मध्येबाट त्यहाँ सरकार चलाऊ भनेर म्यान्डेट दिएर उनीहरूलाई भोट हालेको मतलब मेरो मन्जुरी छ भनेर पठाइएको हो। यहाँ कसैलाई शासक बनाइएको होइन। सरकार जहिले पनि जनताप्रति जवाफदेही हुनुपर्दछ, किनकि सरकार स्वयं आफू पनि तिनीहरू पनि जनता नै हुन्। सरकारमा रहनेहरू कहिल्यै जनताबाट टाढा भएका हुँदैनन् अथवा तिनीहरू शासक भएका हुँदैनन्। तिनीहरू सधैँ जनता नै रहन्छन् र जनता कुनै तल्लो वर्ग होइन, जनता स्वयं आफू नै शासक पनि हो। त्यसैले प्रजातन्त्र एउटा यस्तो अद्भुत प्रणाली हो जसमा कोही जनता हुँदैन, सबै शासक हुन्छन्, र कोही शासक हुँदैन, सबै जनता नै हुन्छन्।